के यो देशमा गरिब जनता बाँच्नै नपाउने, सहर सुधार्ने नाममा सहरवासीलाई नै सिध्याउने, यो कस्तो नियम हो सरकार, जहाँ बिना कुनै विकल्प कहिले सुकुम्बासीलाई घरविहीन बनाइन्छ त कहिले एउटा सामान्य व्यक्ति पठाउमा काम गर्ने व्यक्तिलाई आत्मदाह गर्न बाध्य पारिन्छ। देशमा भ्रष्टाचारको अन्त्य होस्, देशको जनता आफ्नै देशमा शिक्षा, स्वास्थ्य र रोजगारी पाओस्, फेरि पनि देशको जनता विदेशमा गएर बाकसमा फर्किनु नपरोस् भन्ने आशा र भरोसा गरेर नेपाली जनताले रासोपालाई जिताएर 2/3 सरकार बनायो। तर त्यही सरकारले आज नेपाली जनता मारिरहेछ, कहिले सुकुम्बासीको नाममा त कहिले फाइनको नाममा। देशको गरिबी हटाउनुको साटो गरिबलाई हटाउने काम बन्द गरो सरकार। म पनि रासपाको समर्थक हो, रासपाले गरेको सही काममा मैले पनि ताली पड्काए, तर गलत कामको विरोध पनि गर्छु। न त स्वास्थ्य क्षेत्रमा सुधार छ, न त रोजगारीमा। आज पनि उपचार लिन जाँदाखेरि घण्टो लाइनमा बस्नुपर्छ, तब उपचार पाइन्छ यो देशमा। आज पनि नेपालमा कयौं नागरिक महिनाको 5-6 हजारमा काम गर्न बाध्य छन् र कयौं बेरोजगार छन्। आज पनि नेपाली जनता 14-15 वर्ष नपुग्दै विदेश जान बाध्य छन्। योहरूमा केही सुधार देखिएन, तर एउटा ट्राफिक रुल फलो नगर्दैमा 10, 20, 25, 50 हजारसम्मको फाइन तिर्नु पर्ने, न त पार्किङको सुविधा छ। रोड पनि त्यस्तै छ, 22 नम्बरको रोडमा दिनहुँ कयौं नेपाली जनताले एक्सिडेन्टमा परेर ज्यान गुमाउनु परेको छ। यस्तो अवस्थामा यतिसम्मको जरिवाना कहाँसम्मको जायज छ सरकार? आज नेपालको 60-70% जनता फ्रस्ट्रेसनमा छ, किनकि न त शिक्षा निशुल्क छ, न त स्वास्थ्य निशुल्क छ। देशको महँगाई पनि आकाशलाई छोको जस्तो छ। यस्तोमा जसो तसो नेपाली जनता रोजगार खोजेर जीविकोपार्जन गरिरहेछ। एउटा पठाउमा काम गर्ने व्यक्ति जसले दिनको 1000 कमाउँछ, उसलाई जसो तसो रुम भाडा तिर्नै पर्यो, तिम्रो ट्याक्स तिर्नै पर्यो गाडीको। यदि गाडी लोनमा लिएको छ भने त्यो लोन टाइममा तिर्नै पर्यो, आफ्नो बालबच्चालाई खुवाउनै पर्यो। सरकारको नीति र निर्णयले जनतालाई आशा, संरक्षण र न्याय दिनुको साटो आत्मदाह गर्न बाध्य पारिनु एउटा गम्भीर विषय हो। आज यहाँको यस्तो नियमले एउटा नागरिकलाई आत्मदाह गर्न बाध्य बनाएका छन्, उसलाई आफ्नो ज्यान गुमाउनु परेका छन्। आज एउटी आमाले आफ्ना सन्तान गुमाएका छन्, 2-3 वर्षको बच्चाले आफ्ना बुवा गुमाएका